च्याउ खेतीमा कतिको देश भन्छ अनि इलाममा मैले कति लगेर कति केजी बेचेको छ साइली तिलौरी साइली तिलौरी तिमीहरूले च्याउबाटै किनेको अरे होइन अनि गाउँको दाना त हुन्छ त यो बहिनी चाहिँ होइन माइली तिलौरी लाउने उता हेरौँ न त्यहाँ ठुलो तिलौरी चाहिँ नजान् त्यो त यता फेरि बिचरा नानी यता छोरी ज्वाइँ चलेकै छ त्यो फेरि कामबाट निकालेर खेदिनु नपर्छ है मजाले खाँच्नुपर्छ नि ऋतु फेरि खाँदेर थोरै भयो नि खाँदेर लाउनुपर्छ केटीहरू भोलिदेखि काम खोज्नु कुम्रो कुट्रो बोकेर हिँड्नु पर्ला अलिक होस् गरे तल पाहाडे कटेजमा पकाएको होला होइन कति दुःख गरेको हेर बुढा परदेशमा हामीले गरेर बुद्धि आएछ बेलामै च्याउ रोपी खाने कति राम्री राम्री बुइने यस्तालाई बुढाले यहाँ नेपालमा छोडिराखेर गएका छन् धन्न बिचराहरू च्याउ खेतीमा लागेछन् थाहै थिएन यस्तो बेला चाहिँ च्याउ उम्रिनु पर्ने खानु पर्ने मिठो नमिठो हुनुपर्ने अलिक पातलो पातलो राखेर चाहिँ मोटो मोटो आउँछ नि त के गर्छ हौ होइन पोका च्याउको डल्ला राख्दै घाँस सर्केर चिन्ता पनि हामीलाई त्यहाँ राखेर उयो गर्नुभन्दा चाहिँ खानु बनाएर हरेका गर्नुपर्छ नि पढ्ने गीत लाग्छ त उभो छ न धेरै घोष हुँदैन अहिले त गरिरहनु पर्ने तिनीहरू